आज क्या साथीहरू कस्तो मनभारी भएको छ। टिकटक बनाउनु पर्यो भनेर हैन मेकअप पनि गरेँ, त्यसमा प्लस मैले हल्का फिल्टर पनि एड गरेको छु यसमा हैन। अनि मेकअप गरेँ, सबथोक गरेँ, अनि ड्रेस पनि लगाएँ। तर क्या साथीहरू कहिलेकाहीँ कस्तो हुन्छ है, कसैसँग नबोलौँ हैन, कस्तो के नभइकन पनि मन भारी हुन्छ क्या। कस्तो त्यो के भनेर हैन साध्य नै छैन। त्यो यस्तो मन भारी भयो क्या मेरो त के सम्झिँदा सँग बोल्न नि मन लागेन। अनि टिकटक पनि बनाइन। जतिवटा टिकटक बनाउँछु त्यतिवटै नराम्रो हुन्छ क्या। कस्तो मनैदेखि के भयो नि थाहा भएन। यो चाहिँ मैले मेरो बुढोको कम्पनीको यो टी सर्ट लगाएको छु होइन आज। अनि कस्तो मलाई क्या यस्तो बोरिङ फिल भएको आज। कस्तो शीतल छ आज, तर हिटरीमा एकदम शीतल छ। त्यही पनि मनबारी भएको, के नपुगेको, के अभाव भएको, के कता हराए जस्तो, खोए जस्तो भएको क्या मलाई। त्यही भएर मैले आज केही बनाएको पनि पोस्ट नगरिकन यस्तै हेर्दै बसिराखेँ होइन। कहिलेकाहीँ त्यस्तो हुन्छ, साथीहरूलाई हुन्छ कि हुँदैन। अब जतिसुकै मन भारी भए पनि, जे भए पनि, जस्तो भए पनि, एउटा नानीको आमाले त होइन, एउटा गृहिणीले त घरमा गर्नै पर्छ। अनि यसो अब नानीहरू आउने बेला भयो, अनि मलाई चाउमिन खान मन छ भनेको नानीले अस्तिदेखि बनाइदिएकै थिएन। अनि म चाहिँ अब यहाँ चाउमिन बनाउने तयारीमा छु। जति मनमा जे भए पनि आफ्नो बच्चाको लागि चाहिँ गर्नै पर्ने होइन। मेरो भर्खर बाबु सुत्यो, अब यहाँ नानीहरूको लागि रेडी गर्दैछु। उनीहरू आउँछ, नानी खान्छन्। अब उनीहरू आएपछि हल्का मन अब यताउता भए चाहिँ हुन्छ होला। त्यही पनि खोइ के भएको, बिहानैदेखि मुड अफ भएको के। आज टिकटक बनाउँछु, यतिवटा यस्तो गर्छु, पोस्ट गर्छु भन्दा पनि सकिनँ के मैले बनाउँदै। त्यस्तै हुन्छ कहिलेकाहीँ साथीहरू। अब मेरो चाउमिन खान आउनुहोस् ल। कस्तो हुन्छ क्या कहिलेकाहीँ त म चाउमिन पकाउँदै होइन तपाईँहरूसँग बोल्दैछु। कस्तो हुन्छ भनेदेखि कहिलेकाहीँ त कस्तो क्या त्यो फोन आयो भने पनि बोल्न मन लाग्दैन। के भएको यस्तो अब भन्नुहुन्छ होला होइन, धेरै सोचेर यता काम नभएर भन्नुहुन्छ होला। काम भन्नुहुन्छ भने साथीहरू यति काम हुन्छ होइन, देखिँदैन काम चाहिँ। तर बच्चाको आमाले अब के गर्छ त्यो भनेको मदरहरूलाई, मामुहरूलाई मात्र थाहा छ क्या। सो यहाँ हेर्नु मेरो चाउमिन। अब नानीहरू खुसी हुन्छ। अब उनीहरू आएपछि उनीहरू रमाउन थालेपछि, खुसी हुन थालेपछि मेरो पनि मन खुसी हुन्छ होला। यस्तो हुन्छ साथीहरू। जतिसुकै बारी भए पनि, जतिसुकै जस्तोसुकै भए पनि आफ्नो नानीहरूको लागि गर्नुपर्छ। त्यही भएर म चाहिँ आज उनीहरूको लागि चाउमिन बनाइदिँदैछु। आउनुहोस् है खाना। यस्तो हुन्छ क्या साथीहरू। अब चाउमिन खान के अरे अरूले देख्दाखेरि चाहिँ के छ तँलाई त बसेकी चिज खाएकी चिज, बुढाले कमाएको छ, सुख छ, आनन्द छ भन्छन् होइन। तर के छ, जे छ मनमा छ अरे। सुखै छ, आनन्दै छ। त्यही पनि कहिलेकाहीँ त अब हुन्छ नि त्यो एकदम मन भारी भएर आउँछ क्या। कसैसँग बोल्न पनि मन नलागेर, मलाई त कस्तो टेन्सन भयो जस्तो, खटपटी भएर, मन पोले जस्तो भएर, के गर्नु कसो गर्नु भएर राम यत्रो 3 बज्यो होइन। त्यत्तिकै मोबाइल हेरेर टिकटक बनाउँछु फेरि राम्रो भन्ने छैन। के मिल्दैन क्या। कहिलेकाहीँ त अब प्रायः जसो त 1 देखि 2 चोटि नै टिकटक राम्रो हुन्छ होइन। तर हेर्नु साथीहरू मैले बनाएको चाउमिन खाने होइन त, म त फेरि खतरा मिठाई हुन्छ नि त हो। मेरो नानीहरूले सादा मन पराउँछ, उनीहरूलाई एकदम सादा चाहिन्छ, केही हालिदिनु हुँदैन। र पनि म जबरजस्ती के हालिदिन्छु, बानी होस् खाओस् भनेर। मान्दैन मान्न त उनीहरूले रिसाउँछ। छाम्दै भए पनि खान्छन्। त्यस्तै छ साथीहरू आजको दिन।